यो समयमा भने चाहिँ अहिले भने चाहिँ म हैदराबादको केबल ब्रिज वा दुर्गम चेरो केबल ब्रिजले चिनिने ब्रिजको माथि हिँडिरहेको छु, मतलब फ्लाइओभरको माथि हिँडिरहेको छु। अगाडिपट्टि चाहिँ नयाँ सिटीको नामले चिनिन्छ यो जग्गालाई चाहिँ, अथवा दुर्गम चेरो अथवा नयाँ सिटीको नामले चिनिन्छ। यदि यहाँ पनि हैदराबादमा हुनुहुन्छ अथवा हैदराबाद आउनै हुनुहुन्छ भने यो जग्गाबाट भ्रमण गर्न चाहिँ नबिर्सिनुहोस् होला है त। र अगाडिपट्टिको दृश्यहरू देखाउँदैछु, यहाँले हेर्नुहोस्। अनि मेरो अस्तिको ब्लगमा हेर्नु भएको छैन भने त्यसमा चाहिँ नाइट भ्यूको बारेमा, नाइटमा कस्तो भ्यू हुन्छ त्यो देखाएको छु। र आज भने चाहिँ म दिनमा आएको छु। हुन त अब धेरै जग्गा जाँदैछौँ हामी। आज हाम्रो हलिडे भनौँ न अब, होइन, भ्रमण गर्ने दिन मात्रै हो। आज चाहिँ अति बवाल मजा गर्नको लागि आएको, होइन, काम मात्रै गरेर हुन्न, कहिलेकाहीँ यस्तो रमाइलो पनि गर्दै गर्नुपर्छ। दादाहरू आउनुभएको छ, दादाहरूसँग घुमिरहेको छु। गरम बवाल छ तर पनि मजा आइरहेको छ है त। ल हजुरलाई म पछाडिको दृश्य देखाउँदैछु है त, भनिरहनुहोस् है। यो देखिरहनु भएको चाहिँ हो केबल ब्रिज है त। अनि त्यो पछाडिपट्टि देखिरहनु भएको सिटीलाई चाहिँ न्यू सिटीको नामले चिनिने गर्दछ है। यो जग्गा चाहिँ यस्तो बवाल छ, तपाईँलाई यस्तो फिल हुनेछ कि तपाईँ आउट अफ कन्ट्रीमा भएको जस्तो आवाज हुनेछ क्या तपाईँलाई जब तपाईँ यो जग्गाहरूमा भ्रमण गर्न आउनुहुन्छ। यति बवाल जग्गा, यति बवाल सिटी, हैदराबादको नयाँ सिटीको नामले पनि चिनिन्छ यसलाई चाहिँ। यहाँहरू अवश्य नै यो जग्गाहरू भिजिट गर्नुहोस् होला। हैदराबाद आउनुभयो भने चाहिँ एकदमै रमाइलो अनि बवाल जग्गा छ है त। नाइटमा पनि यहाँले दामी दामी भ्युजहरू हेर्न त सक्नुहुन्छ। यहाँ मुनिपट्टि पार्क पनि रहेको छ, त्यो फ्लाइओभरको मुनिपट्टि पार्कमा तपाईँले बोर्डिङहरू पनि गर्न सक्नुहुन्छ। तर अहिले भने चाहिँ त्यो देखिरहनु भएको चाहिँ नयाँ सिटी हो है पछाडिपट्टि। यो चाहिँ हो दुर्गम चेरो केबल ब्रिज।